यो चाहिँ 0 पुसअप है, पुसअप नगर्नुभन्दा अगाडिको बडी। ल आउनुहोस् पुसअपतिर लागौ। फर्स्टमा मैले नर्मल पुसअप नै हान्छु 20 × 4 है गाइज, नन स्टप 100 चाहिँ होइन है, फेरि 20 × 4 डिफ्रेन्ट पुसअप है त गाइज। यो फर्स्टमा मैले नर्मल 20 पुसअप हानिसकेपछि म अर्को पुसअप गर्छु है त। ल ल हाम्रो यो नर्मल पुसअप सकिसक्यो। अब मैले गर्न जाँदैछु डायमन्ड पुसअप। यो चाहिँ नर्मल पुसअपभन्दा हल्का गाह्रो हुन्छ है, हल्का गाह्रो हुन्छ, तर 20 चाहिँ इजी हो। बिस्तारै म बढाउँदै जान्छु। ल यो चाहिँ डायमन्ड पुसअप है त गाइज, राम्रोसँग। हल्का गाह्रो हुन्छ नर्मलभन्दा, तर हामी गिभअप गर्दैन। यो डायमन्ड पुसअप सकेपछि हामी फेरि अर्कोतिर जान्छौँ है त। ल हेर्नुहोस् त्यसपछि कुन हुन्छ होला त, त्योभन्दा पनि गाह्रो पुसअप। आम्मा कसम यो पुसअप है त गाइज। यो पुसअप हेर्दाखेरि यस्तो सजिलो देख्छ नि, तर कसम आम्मा कसम यस्तो गाह्रो छ यो पुसअप, यस्तो गाह्रो छ। मैले पनि सुरुमा इजी नै ठानिरहेको थिएँ, इजी जाबो हानिहाल्छ जस्तो, तर कसम मैले यो पुसअप 10 पनि हान्न सकेन, त्यस्तो गाह्रो छ यो पुसअप। यो पुसअप चाहिँ मैले नन स्टप 20 चाहिँ हानेन है गाइज, किन झुटो बोल्नु। 10 ओके, 10 रेस्ट 10 त्यसरी हाने। लास्ट गाह्रो छ हो यो, म पनि सकेन, ट्राई चाहिँ गर्दैछु म, तर म हान्छु एक दिन। ओके यो पुसअपको नाम चाहिँ मलाई थाहा छैन है, खै के भन्दै थियो, तर हात टाढा गराएर डिफ्रेन्ट हो नि त, यो हल्का टाढा बनाएर हान्दा यसले चाहिँ पछाडिको ब्याक साइड राम्रो गर्छ भन्ने सुनिरहेको थिएँ, त्यही भएर यो पनि मैले 20 हाने। यो चाहिँ इजी नै हान्छु, यस्तो नर्मलहरू त इजी हो गाइज, तर 100 पुसअप हानिसकेपछि हेर्नुहोस् न बडी चाहिँ कस्तो हुन्छ, बिफोर भर्सेस आफ्टर। ओके ल गाइज, अब चाहिँ हामी लास्ट 100 पुसअप हानिसकेपछि बडी हेर्छौँ है त कस्तो हुन्छ। ल रेडी 1 2 3, यो चाहिँ मेरो 100 पुसअप हानिसकेपछिको बडी है त, हेर्नुहोस् न।